आजको भिडियोमा यदि पहिले जसरी कोही र्यान्डम मान्छेले हामीलाई 5 रुपैयाँ दिन्छ भने उले पाउँछ गाइस यहाँबाट 500 रुपैयाँ। सो गाइस यसरी नै यदि कोही र्यान्डम मान्छेले आएर हाम्रो 500 रुपैयाँ दिनुहुन्छ भने चाहिँ उले यहाँबाट पाउँछ 50,000 रुपैयाँ गाइस। सो आजको भिडियोमा हामीले के गर्नेछौँ भने र्यान्डम मान्छेलाई गएर दाइ हामीलाई भोक लाग्यो या केही बहाना बनाएर हामीले पैसा माग्नेछौँ र कसैले 500 रुपैयाँ मात्र दिनुहुन्छ भने 500 रुपैयाँ दिनेछौँ। हामीहरू के गर्छौँ भने स्पेसल्ली जति पनि होमलेसहरू हुन्छ उहाँहरूलाई हामी माग्छौँ। 500 रुपैयाँ 20 रुपैयाँ भनेको उहाँहरूलाई जति भ्यालु हुन्छ हामीलाई त्यति धेरै हुँदैन। सो गाइस यो चाहिँ बेसिकली होमलेस एडिसन या जति दुःख परेको मान्छेहरूले चाहिँ हामी युजुअली भिडियोमा राख्नेछौँ। सो आजको भिडियो एकदमै दामी हुनेवाला छ, सबै हेर्नु होला होइन। तपाईँलाई कस्तो लाग्छ के होला? सो गाइस लेट्स गो गाइस, हेरौँ कि आज कसले कति धेरै कमाउनुहुन्छ। पैसा छ दिनु न दाइहरू छ पैसा कति छ यति मात्र छ भने दिनु के अरे पैसा छ दाइ थोरै पैसा चाहिरहेको थियो क्या पैसा छ हरसँग कति छ दिन्न बरु छ भने जति फ्रीमा पैसा दिन्न छैन 1 रुपैयाँ छैन कति छ जति छ दिन्न तपाईसँग छैन 1 रुपैयाँ छैन दाइ आन्टीसँग छ पैसा छ थोरै दिन्न छ भने 1 रुपैयाँ छैन 1 रुपैयाँ छैन दिन्न साट्ने होइन मलाई चाहिरहेको थियो क्या पैसा थोरै होइन छैन है होइन मलाई थोरै चाहिरहेको थियो नि होइन हजुर चाहिँ छ भन्नु पर्दैन न जति छ नत्र कति कति दिँदैमा गरिब हुँदैन नि दाइ त्यति नै म 5 10 50 भयो पनि हुन्छ रुपैयाँ मात्र दिनु न प्लिज कति छ दिन्न बरु मेरो बहिनी लास्टै भोकाइरहेछ कि भगवान्ले तिमीलाई आशीर्वाद दिनुहुन्छ नि त के छ दिदी थोरै समस्या परेर पैसा छ यहाँ बाहिर जानुपर्ने पैसै छैन क्या मसँग कति छ र हजुरसँग छ भने दिनु बरु थोरै पनि छैन जति भन्नुहुन्छ 1 रुपैयाँ नै भयो भने हुन्छ छ भने दिनु लास्टै चाहिरहेछ समस्यै पर्दैन होइन बाहिर जाने मान्छेले त अब यो गर्नु पर्यो नि मसँग नभएको के बरु छ भने दिनु टिका लगाएको जति छ 500 रुपैयाँ भयो भने दिनु बरु 10 रुपैयाँ भयो भने हुन्छ 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 पानी चाहिन्छ पानी पानी धन्यवाद तपाईँले धन्यवाद धन्यवाद हजुर एकदमै तपाईँले मलाई 10 रुपैयाँ दिनुभयो नि त त्यसो म तपाईँलाई पनि के दिन्छु ल बदलामा हुन्छ 20 रुपैयाँ दिनुभएको हजुरले ल म तपाईँलाई पनि दिन्छु है त ल ल मसँग कति छ कति दिउँ म हजुरलाई तपाईँले 10 को म तपाईँले 20 रुपैयाँ दिनुभयो नि त होइन 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 ठिक छ हामीले राम्रो जसले राम्रो गर्छ जसले हामीलाई दिन्छ उसले दिइरह हो क्या हामीले यो हजुरलाई चाहिँ यहाँनिर 2000 छ है ल होइन होइन लिनु नै हामीले जसले दुःख गरिरहेछ उहाँलाई दिइरह नै यो हजुरलाई नै दिइरह लिनुहोस् केही नराम्रो काम होइन म यहीँ छोडिदिन्छु अस्ति भगवान्को नाममा ल भगवान्को नाममा है होइन नै ल यहाँनिर छ ल मैले हाल्दैछु ल बदलामा पुरा आशीर्वाद दिनु सानो आशीर्वाद दिनुहोस् किन नलिने र राम्रो गर्नु भएर मात्र दिएको त्यो त्यही राख्नुहोस् ल हामीले हजुर नराम्रो सोचेर होइन यो हामीले हजुर एकदमै भगवान्को नाममा दिएको कि पशुपतिमा आउँदाखेरि यो हामीले झन् हेर्नु त कसरी दिन्छ यसरी मेरो लागि अमृत छ के बाबा यो हाम्रो यस्तो गर्नु हजुरले बरु कसैलाई अझ हजुरभन्दा जति दुःख हुनुहुन्छ नि हजुर अरू उनीहरूलाई दिनु ल आफूभन्दा दुःखलाई दिनुहोस् न आफ्नो आफन्तलाई दिनुहोस् कसैलाई दिनुहोस्
अप्ठ्यारो जसलाई परेछ होइन नि केही बिर पर्दैन होइन यो चाहिँ हजुरलाई त्यो चाहिँ अरूलाई दिनुहोस् ल लाउनुहोस् यसरी नदिनु न बाबु किन कति कारणले दिनु भएको भन्नु त ल केही राम्रो हजुरले मलाई पैसा दिनुभयो त्यो त्यस्तै दिए के मैले हामीले अहिलेसम्म 10 जना मान्छेले माग्यौँ जम्मा 2 जनाले दियो हजुर 2 जनामा पर्नु जसले राम्रो काम गर्छ हामीले उनीहरूलाई दिइरा हो क्या आन्टी नराम्रो काम नदिनेलाई हामीले दिँदैन यस्तो मलाई यस्तो एकदम चिन्ता परेर पैसा मदत गर्छु हजुर राख्नु होला ल होइन बरु हाम्रो आशीर्वाद दिनु हामीलाई आशीर्वाद दिनुहोस् यो अर्काको धनले र आशीर्वाद राम्रो लाग्दैन मेरो हृदयले मेरो महाराजले मलाई सहयोग दिनु मलाई यो भन्दा 4 गुणा खाल्डोमा पार्नुहुन्छ यति नाइ यो हामीले कुनै पापको काम होइन हजुर अरू जति दुःखले बाँच्छ उहाँलाई बाँड्नु होला नि ल अब आशीर्वाद त दिन सक्नुहुन्छ नि हजुरले तर सानो आशीर्वाद दिन ल टिका लगाइदिनु बरु ल आफ्नो छोरा सम्झेर टिका लगाइदिनुहोस् हजुरले ल ल कस्तो भयो हजुरलाई होइन मलाई यस्तो अरूको सम्पत्ति चाहिँदैन के बाबु मर्दा पनि बोलिदैन होइन हजुरले नि हामीलाई हजुरको सम्पत्ति हामीले लियौँ नि त त्यही भएर सर्वै गर शान्ति गर चन्दनम बदते आयु पवित्र पापमा आमाले अहिले बार्दिहाल्छ होइन नमान्नु आमा हजुरलाई नि अप्ठ्यारो पर्छ हजुर राख्नु है पशुपतिनाथले रक्षा गर्नु धन्यवाद अन्धा हात गोडा नदेख्ने आँखा नदेख्ने हात नचल्ने लुता लङ्गडा बुढी आमाहरू यस्तोलाई दिने धन्यवाद आन्टी हजुरले यसो सोच्नु नै राम्रो धन्यवाद आन्टी मेरो मालिक मलाई यो मालिक होइन छोरा सम्झिनुहोस् छोरा सम्झिनुहोस् म त यस्तो अनाथमा एकदम मलाई रुन आँसु आइहाल्छ होइन यो चाहिँ उडेर जान्छ अझै चाहिन्छ भने भन्नुहोस् बरु यो हजुरले यहाँ राख्नु है हजुरलाई अप्ठ्यारो पर्दा गाह्रो पर्दा म सबैलाई बाँड्छु मैले राख्छु भने नि हामी बाँड्दै हिँड्छौँ हजुर यो मैले लगाएको छु नि बाबु यो प्रेम राउतको लकेट मैले यो यसरी मैले राखेँ भने मलाई फलिपाप हुँदैन आन्टी भगवानले नि हामीले राम्रो काम गरेर सफा मनले दिएको हजुरले किन नहोस् न मलाई मेरो लागि होइन आन्टी हजुरले हामीले लुटेर ल्याएको होइन हजुरलाई लुट्नु भएको होइन नि त हजुरले हामीले त सफा मनले दिएको हो नि त धन्यवाद धन्यवाद आन्टी हस् आन्टी हामी निस्केको होला तिमीसँग पुरै पैसा छ भने देऊ न कति छ देऊ न छ भने होइन मलाई चाहिरहेको थियो थोरै पैसा होइन थोरै तपाईँलाई जति मन छ थोरै दिनुहुन्छ धेरै दिनुहुन्छ सबै चाहिएन थोरै भए पुग्छ अनि 20 पनि पर्दैन जति हुन्छ तपाईँले 5 दिए नि हुन्छ कति छ हजुरसँग धन्यवाद धन्यवाद सो गाइस फाइनली हामीले चाहिँ 5 रुपियाँ लिइसकेको छौँ लाउनुहोस् हजुरलाई 5 रुपियाँ म हजुरलाई 5-6 बदला कति दिन्छु थाहा छ भन्नु त म तपाईँलाई 5 बदला 1000 दिन्छु ल लाउनुहोस् यो 500 रुपियाँ है थाहा पाउनुभयो कि नि हजुरले लाउनुहोस् अझै 500 रुपियाँ यो 1000 रुपियाँ हो ल हस् धन्यवाद ल के भन्न चाहनुहुन्छ आशीर्वाद दिनुहुन्छ धन्यवाद ल राख्नु ल पैसा छैन आन्टी कस्तो हाम्रो पैसा छैन पुरो हजुरले फ्रीमा खुवाउनुहुन्छ भने खान्छौँ साँच्ची साँच्ची दिनुहुन्छ दिनु न
पैसै छैन दाइ पैसै छैन एकछिन दुधको हुन्छ आन्टी धन्यवाद आन्टी मलाई चाहिँ कालै दिएको दुईगा कुन खाने कुन काले खान्छ दाइ पैसै छैन दाइ साँच्चीको तपाईँ खानु मन खान्छ कुन किमको भूमिका मन खान्छ होइन पर्दैन आन्टी धन्यवाद आन्टी हजुरलाई एकदमै मलाई 10 रुपियाँ आन्टी 50 रुपियाँ मलाई चाहिन्छ यति त मलाई राख्छु नि त छैन र आन्टी मन दुखाउनु हुन्न नि यता आउनु बरु म यति मात्रै छ त्यो भएर हो हुन्छ धन्यवाद आन्टी हजुरलाई के भयो बाबा ए पैसै थिएन नि आन्टीले फ्रीमा दिनुभयो क्या त्यही भएर बस्नुहोस् न आन्टी कुरा गरौँ न 1 मिनट त कुरा गर्नुहोस् मसँग ला धेरै नराम्रो लाग्यो क्या हजुरलाई म हजुरलाई नेक्स्ट टाइम दिन्छु नि ल आन्टी जिस्केर छ आउनु आउनुहोस् हजुरले हामीलाई चिया खुवाउनु भयो नि त मसँग धेरै छैन क्या कति दिउँ हजुर भन्नु न कति भएको र दुईटा चियाको 50 रुपियाँ भएको म तपाईँलाई 1000 रुपियाँ दिन्छु ल हस् धन्यवाद लाउँछ अझै 500 ल हस् धन्यवाद आन्टी तपाईँले हामीलाई फ्रीमा चिया खुवाउनु भयो नि त त्यही भएर दिएको हजुर हजुर दिदीले चाहिँ एकदम अप्ठ्यारो मान्नु भयो थियो निस्किनु भयो केही छैन एकदमै समस्या पर्यो कि हजुर होइन मलाई 10 रुपियाँ भए पनि हुन्छ भाइ 10 रुपियाँ छैन हजुर हजुर 10 रुपियाँ मात्र भए पनि हुन्छ भाइ मलाई एकदमै अप्ठ्यारो पर्यो दाइ कसलाई भनौँ कसलाई के गरौँ भने जस्तो भयो यसो सहयोग गर्न सक्नुहुन्छ भने 10 रुपियाँ पनि छैन कति छ हजुरसँग हजुर हजुर चिया खाने खर्च पुग्छ चिया खायो यस्तो हो त अब मलाई एकदमै नै समस्या पर्यो मलाई धेरै पनि चाहियो होइन अब के गरौँ भइरहेछ अब हजुरले दिनुहुन्छ कि जस्तो लागेर हो हजुरलाई नि गुड होला नि अब मैले त्यस्तो माग्ने मान्छे होइन तर मलाई 10 रुपियाँ मात्र चाहियो हो के छ केही गर्नु मिल्छ 10 रुपियाँ चाहिँ चाहियो अब हजुरको इच्छाले अब के गर्न सकिन्छ यसो भन्नु न यतिले काम चल्छ नि यतिले एकदमै मलाई घर जानलाई पुग्छ दाइ है ल धेरै धेरै धन्यवाद हजुरलाई होइन मलाई पुग्छ है हजुरलाई धेरै धेरै धन्यवाद यो गोजीमा चाहिँ रहेछ 50 को चाहिँ 50 को है चिया खाने खर्च त पुग्छ नि होइन मलाई नि यस्तै अप्ठ्यारो परेर हो मैले त्यसरी भन्दिनँ थिएँ हजुरले दिनुभएको 10 रुपियाँ दिनुभएको छ 10 रुपियाँको हामी 1000 रुपियाँ दिन्छौँ हजुरलाई अब होइन हजुर मैले अप्ठ्यारो परेछ भने माग्दाखेरि हजुर मलाई दिनुभयो नि त होइन सो त्यो अब हजुरले राम्रो मेरोलाई सोचिदिनु भयो यसो त भगवान्ले चाहिँ के हुन्छ भने दिएर कहिले पनि गरिब हुँदैन भन्नुहुन्छ नि त सो हजुरले एउटा परिरहेकोलाई दिनुभयो नि त त्यही भएर हजुरलाई चाहिँ अब हजुरले यहाँ दुःख गर्नु भएर हुन्छ नि त्यही भएर हजुरलाई सानो पैसा दिए होइन यो राख्नुहोस् है यो पनि राख्नुहोस् यो हामीलाई चाहिन्छ खासमा होइन साँच्ची हो हजुरले अब चिया खानलाई धेरै पैसा पुग्छ हजुरले चिया खानु मात्र पैसा पुग्छ भन्दैन हुन्थ्यो यसले अब हजुरलाई धेरै चिया खानु पुग्छ हजुरको स्यालेरी कति छ र 8 घण्टाको 8 घण्टाको 18,000 महिनाको
हजुर थ्याङ्क यू दाइ हजुरले सहयोग गर्नुभयो धन्यवाद दाइ हजुर हुन्छ गर्नु त अब भए त अलिक गरिन्छ होइन गरिराखेको पनि छ तर आज 10 रुपियाँ मात्रै भन्नुहुन्छ 10 रुपियाँ छ कि छैन 50 को हजुरले 50 रुपियाँ दिनुभयो हजुरले 5000 रुपियाँ पाउनुहुन्थ्यो त्यस्तो 10 रुपियाँ मात्रै चाहियो भन्नुहुन्छ त अब कहाँबाट होइन अब हजुर नहोला नि हजुरले जति दिनुहुन्छ हामीले चाहिँ त्यसको 100 पुरा बढी दिन्छौँ क्या सो 10 दिनु भने 100 दिनुहुन्छ भने हामीले 10000 दिनु पर्थ्यो क्या हजुर सो त्यो कन्सेप्ट अब म त के भने अब अबर परे हजुर धन्यवाद 10 रुपियाँ मात्रै चाहियो भन्नुहुन्छ 10 रुपियाँ छ हजुर होइन हाम्रो चाहिँ अब जति छ त्यति हजुर 10 रुपियाँ चाहिँ छ कि छैन अब हजुरले चेक गर्नुमा छैन भन्नुभयो नि त त्यहाँ 10 रुपियाँ भए मात्र हुन्छ भने अहिले धेरै धन्यवाद दाइ नमस्ते है हुन्छ धन्यवाद धन्यवाद दाइ हेलो भाइ हेलो हेलो खादाहरू अन्डी हो खादाहरू हो ए कति हो एउटाको अन्डी हजुर हजुर 80 रुपियाँ अरे मेरो साथी बेच जान आँटेको थियो कि आन्टी पैसै छैन क्या मसँग त्यही भएर एउटा यति दिन मिल्दैन आन्टी एउटा यति दिन मिल्दैन म अहिले बरु पैसा भएर ल्याइदिन्थेँ नि यहाँ साथी यहाँ गाह्रो पऱ्यो मलाई गाडीले नि यहीँ छोडिदियो क्या एउटा नि दिन मिल्दैन आन्टी एउटा दिनुहोस् न भगवान्ले नि साथै दिन्छ नि साथी कति बजी भेटेको आन्टी गाडीले यहीँ निकाल्छ एउटा दिन मिल्दैन आन्टी साथीको नाममा त्यो अति बेचतै भयो कि मेरो त्यही भएर हामी पनि दुःख गरेर एउटा बसेका बाबु होइन हजुरले दुःख गर्नुहुन्छ बट अब मेरो साथी पनि जाँदैछ नि त विदेश मिल्दैन है आन्टी मिल्दैन एउटा भयो भने दिन्न बरु सानो ड्यामेजै भयो भने साथीले लास्टै मन दुखाउँछ कि धन्यवाद आन्टी कति आन्टी यसको कति हैन जानु तपाईको नि फ्री भयो मैले दिदी आको नराम्रो मान्नुहुन्न नि आन्टी नराम्रो मान्दैन नराम्रो मान्ने भए किन दिने छ त अनि राम्रो मन हुँदा त दिए त मैले हजुरको सम्झे जानु भयो धन्यवाद आन्टी मेरो साथी लास्टै के हुन्छ आन्टी आन्टी मैले जिस्केको हो क्या यतिकै यतिकै जिस्केर आयो हजुर किन जिस्केको हामी नदिने जस्तो मान्नु भयो होइन यतिकै के गर्नु हुँदो रहेछ दिनुहुन्छ कि नै भनेर क्या हामी हाम्रो चित्त भयो हामी दिने मान्छे हुनु दिने मान्छे हैन यसको कति रुपियाँ आन्टी अब 100 रुपियाँ 100 रुपियाँ यसको त किन्ने दिन आउँदै दिन यही लिनु न त बाबु पैसा दिइकन लैजानु होइन मेरो कोही पनि साथी विदेश जाँदैछन् आन्टी अब हजुर एकदम माया गर्नुभयो नि त अब मैले त पैसा दिनुभयो मैले पैसाको बदला के दिन्थेँ हजुरले खाजा दिनुभयो नि त म हजुरलाई थोरै पैसा दिन्छु ल आन्टी बाबु चाहिएन मसँग 2500 छ यति दिन्छु ल चाहिएन बाबु होइन लिनुहोस् आन्टी 2500 ल हजुर धन्यवाद आन्टी चाहिएन बाबु किन र किन हामी किन खाउने त बाबु तपाईको हैन हजुर खाता दि भनेर हजुर हजुर दि भनेर हजुर हजुर ल बाबु धन्यवाद धन्यवाद आन्टी ल धन्यवाद मन हेरेको आन्टी मन हेरे ल बाबु मैले पनि हजुरको मन हेरिकन दिया धन्यवाद आन्टी हजुरलाई ल बाबु ल हस् आन्टी हस् खाता दिनु त बाबु यही लेकिन जानु हैन पर्दैन आन्टी हजुरले मलाई माया गरिदिनु भयो नि त त्यसको लागि मात्र यो नि पर्दैन आन्टी मलाई हैन हैन मलाई यो के काम भन्नु त एटलिस्ट यो व्यापार त हुन्छ नि त त्यही भएर धन्यवाद कस्तो लाग्यो हजुरलाई और गाइस एट द एंड यही कहूंगा कि गाइस अगर आप और अपना फैमिली का लाइफ बेटर करना चाहते हो और सपना पूरा करना चाहते हो तो गाइस यूज कीजिए आकाश टेलीग्राम गाइस मैंने लिंक कमेंट पे छोड़ दिया गाइस जाइए खेलिए और अपना सपना पूरा कीजिए मैले पनि भन्नु पाउँथे दिन म त मेरो पनि मन खाएर लौ त बाबु पनि हजुरलाई कस्तो लाग्यो राम्रो लाग्यो नराम्रो किन लागेला बाबु सम्झेर दियो नराम्रो के लागेला हजुर आन्टीले नि अनि 7 दिन भने आन्टीले 1000 रुपैयाँ आन्टी मैले पनि बाबु तपाईँको चित्त राखे हो कि तपाईले पनि मेरो चित्त राख्नु भयो बाबु हजुर हस् धन्यवाद बाबु धन्यवाद बाबु